हेलो गाइस, गुड मर्निङ। मट्टी खान म अहिले बिहान जगिङ गर्दै हाम्रो सुन्दर रमणी मेरो प्यारो गाउँ मट्टीखानको छु। मट्टीखानको यो चण्डी डाँडा माध्यमिक विद्यालय हो। यो हाम्रो अस्थायी प्रहरीपिट हो भने हाम्रो स्कुल यहाँ छ। यो चण्डी डाँडाबाट देखिने हिमालका दृश्यहरू हेर्नुहोस्। निलगिरी हुँदै माछापुच्छ्रे हुँदै अन्नपूर्ण हुँदै धेरै हिमालहरूको भ्युज हेर्न सकिन्छ। यहाँहरू सबैजना यदि घुम्न चाहनुहुन्छ र घुम्नको लागि एउटा आनन्दमय गन्तव्य खोजिरहनु भएको छ भने त्यो तपाईँहरूको लागि हुनसक्छ। बुढाबुढी हेर्नुहोला, यो हो पोखरा 21 मट्टीखान। पोखराबाट 9 किलोमिटर माथि। यहाँ बस्नको लागि पोखरा माउन्टेन भ्यू रिसोर्ट एकदमै लग्जरी लेभलको छ भने ऐर पानी होमस्टे छ। योभन्दा अलिकति उता ऐर पानी होमस्टे छ भने अलिकति जानुहुन्छ भने रामकोटतिर जानुहुन्छ भने त्यतातिर तपाईँको रामकोट होमस्टे पनि छ। अनि अब घुम्नको लागि के छ त, तपाईँ मट्टीखान भ्यू टावरबाट पोखराको दृश्यहरू, सातवटा हिमालहरू, सातवटा देशहरू के अरे गाउँहरू निहाल्न सक्नुहुन्छ भने हिमालको मनोरम दृश्यहरू, त्यसै गरी बन्दै गरेको सालुगढा डाँडा पार्क, त्यसै गरी हाम्रो कालीकोट मन्दिर होइन, काला भैरव धेरैहरू देख्न सक्नुहुन्छ। ओके, आउनु होला, घुम्नु होला पोखरा फेयर मट्टीखान है त। र तपाईँहरू आउन जानको लागि साधनको लागि यसरी टेम्पोहरूको पनि व्यवस्था छ, गाडीहरू आउँछ, टेम्पोहरूको पनि व्यवस्था छ, हेर्न सक्नुहुन्छ है त। प्रकृतिको अनुपम उपहार हो हाम्रो प्यारो पर्यटकीय गाउँ मट्टीखान। वेलकम गाइस।